नमस्ते साथीहरू, म चाहिँ ग्रेडर अपरेटर। हेर्न सक्नुहुन्छ आज हामी चाहिँ मेसिनको बारेमा केही कुरा सिकाउन गइरहेको छु है। धेरै साथीहरूलाई थाहा नहुन सक्छ होला, तर धेरैलाई थाहा होला है। केही गल्ती भएपछि भन्नु होला साथीहरू। आज हामी जान्नेछौँ टर्बो चार्जरको बारेमा। टर्बो चार्जर केलाई भनिन्छ र टर्बो चार्जरले कसरी काम गर्छ है साथीहरू। यो चाहिँ ग्रेडर मेसिन हो, यो चाहिँ ग्रेडर मेसिन हो र यो ग्रेडर मेसिनमा चाहिँ टर्बो चार्जर कहाँनिर हुन्छ भन्दाखेरि चाहिँ साथीहरू हामी यता पछाडि बुढीमा छौँ र ठ्याक्क यसको चाहिँ हामीले खोलिसकेका छौँ र यो रहेको छ टर्बो चार्जर। यसलाई चाहिँ टर्बो भनिन्छ है। टर्बो चार्जर गाडीको इन्जिनलाई बढी पावर दिन प्रयोग हुने एउटा डिभाइस हो। यसले एक्ज्याक्ट ग्यासको प्रेसर प्रयोग गरेर इन्जिनभित्र धेरै हावा पठाउँछ र धेरै हावा गएपछि धेरै फ्युल बल्छ र इन्जिनले बढी पावर निकाल्छ। गाडीलाई पावर दिने काम गर्छ है। लोड गाडी तान्ने काम, अनि ओकालोमा लोड गाडीलाई तान्न र विशेष गरी ग्रेडरमा चाहिँ ब्लेडले लोड मिलाउनु पर्ने हुन्छ नि त हो। त्यतिखेर चाहिँ टर्बोले धेरै हेल्प गरे हुन्छ, पावर दिने काम गर्छ भनेपछि यसले चाहिँ इन्जिनले एक्ज्याक्ट ग्यासको धुवा बाहिर फाल्छ। त्यही धुवाको प्रेसरले टर्बोभित्रको टर्बाइन घुमाउँछ। टर्बाइनसँग जोडिएको कम्प्रेसरले बाहिरको हावा तानेर दबाव इन्जिनमा पठाउँछ, जसले गर्दा अक्सिजन इन्धनमा पुग्छ र राम्रोसँग इन्धन जल्छ र इन्धनको शक्ति बढ्छ। यसकारण गाडीमा टर्बो चार्जरको प्रयोग हुन्छ। टर्बो चार्जरले गाडीमा लोड छिटो तान्ने, फ्युल इफिसियन्सी पनि कम खर्च गर्ने भएकाले टर्बो चार्जर प्राय ट्रक, बस, एक्सकाभेटर, डोजर, लोडर, ग्रेडर, सब गाडी, डिजल पिकअप कार आदिमा देख्न सकिन्छ। टर्बो चार्जरका फाइदा: कम सिसीबाट धेरै पावर निकाल्ने, ओकालोमा राम्रोसँग पिकअप तान्ने, भारी काममा बलियो, डिजल बचत गर्ने, इन्जिन पर्फर्मेन्स राम्रो दिने र बेफाइदाहरू: टर्बो चार्जर भएको गाडीहरू चाहिँ धेरै हिट हुन्छ। ओइल सर्भिस ढिलो गर्दा टर्बो बिग्रिन सक्छ। टर्बो खराब भए पावर कम हुन जान्छ, रिपेयर महँगो हुन्छ। टर्बो मेसिन वा गाडी बन्द गर्दा ध्यान दिनुपर्ने कुरा: हेभी मेसिन वा टर्बो भेकललाई चाहिँ तुरुन्त बन्द गर्नु हुँदैन। 2-3 मिनटसम्म यसलाई चाहिँ आइडल राखेर टर्बो चिसिन मद्दत हुन्छ र यसको आयु बढ्छ। त्यसैले कहिले पनि गाडी तुरुन्त बन्द गर्नुहुन्न। 2-3 मिनटसम्म चाहिँ गाडीलाई चाहिँ आइडल राख्नुपर्छ। भनेको चाहिँ न्युटनमा राखेर 2-3 मिनटसम्म चाहिँ उसलाई चाहिँ चिसिन दिनुपर्छ है साथीहरू। आजको भिडियो कस्तो लाग्यो तपाईँलाई? कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नुहोला र आउँदो भिडियोहरू यस्तै मेसिन सम्बन्धी जानकारी लिएर आउनेछु। त्यसको लागि च्यानललाई सब्सक्राइब गरेर बेल आइकनलाई अल नोटिफिकेसनमा प्रेस गर्नुहोस्। थ्याङ्क यू सो मच अपरेटर निड।